स्वर्णिम वाग्लेलाई एमसीसी प्रति यति मोह चाहिँ किन? किनभने मैले बुझेको छु यो होइन 2001 देखिको श्रृङ्खला चाहिँ मैले यो गरेको छु र जुन खालका आरोपहरू लगाएका छन् यहाँ सेना आउँछ, यहाँ चाहिँ अब यो के अरे यो संविधानभन्दा माथि इत्यादि कुराहरू जुन लगाएको सबै गलत हुन् क्या। हाम्रो ट्रुथ एकातिर छ 2001 देखिको 2017 सम्मको प्रक्रिया मैले फलो गरेको छु र नेपालकै हकमा चाहिँ 2014 देखि म योजनाको सदस्य हुँदा पनि चाहिँ यसलाई फलो गरेको हुँ र यो रणनीतिक हिसाबले नेपालको विकासको लागि असाध्यै महत्त्वपूर्ण सहयोग हो र हाम्रो एमसीसीको त तपाईँ पक्षधर हो। एमसीसी पास गरे कसले? कांग्रेस र एमाले, माओवादीले होइन। माओवादी त बाहिर नारा लाउँदै भित्र भोट हाल्दै। म संसदमा थिएँ त्यति बेला। एमसीसी पास गर्ने कांग्रेस, एमाले, माओवादी थप्पडी बजाएर टेबल ठोकेर यो मन नपराउनेलाई थानकोट कटाइदिन्छु भनेर होइन चाहिँ पास गर्ने उहाँहरू। अनि त्यो सबै भारी म स्वर्णिम वाग्ले एउटा चाहिँ नागरिकले बोक्दिनु पर्ने? तपाईँ एजेन्ट हो रे नि त। त्यो वाहियात कुरा हो। म च्यालेन्ज गर्छु अबदेखि यो मुख बन्द होस् सिनियरको होइन, किनकि यो मैले प्रत्युत्तर दिन पनि नपर्ने विषयहरू। धर्मको त मैले क्ल्यारिफाई गरिहालेँ होइन।